हेलो गाइस, आज चाहिँ हामी मार्फा भिलेजमा आइपुगेका छौँ र यहीँ बस्ने छौँ। ल गाइस, अब चाहिँ हामी मार्फाबाट निक्लिनु लागिरहेछौँ। ब्यागहरू सबै निकालिसक्यो र गाडी पनि रेडी छ। अब यहाँ मार्फाबाट निक्लेर चाहिँ अब हामी जानेछौँ पोखरा। Stay tuned. We are heading towards पोखरा. Let's enjoy. अहिले चाहिँ हामी लेते भिलेजमा यहाँनिर चिया खान आइपुग्छौँ। कस्तो पहिरो गएको रहेछ। हामी महेन्द्र केभ जाँदैछौँ। गुफाभित्र पस्दैछौँ। महेन्द्र गुफाभित्र यस्तो रहेछ अन्धकार। गुफा त यस्तो रहेछ नि त है, अन्धकार। राजा महेन्द्र सरकारबाट यो गुफाको अवलोकन र भ्रमण र उद्घाटन गरेपछि महेन्द्र गुफा नामकरण गरेको अहिले 67 वर्ष भयो। प्राकृतिक गुफा, प्राकृतिक मूर्ति गणेश भगवानको सिद्धि यही थियो। हजुर, गुफाको तलासी गर्दाखेरि भेटिएको। हामी विन्ध्यवासिनी मन्दिर जाँदैछौँ पोखराको। जाँदै आइसक्यौँ। अब यहाँबाट निस्किँदैछौँ विन्ध्यवासिनी मन्दिरबाट। चाहिँ हाम्रो होटल हो आजको, चाहिँ होटल प्राइम हो। फेवाताल जाँदैछौँ अब हामी। पोखराको स्ट्रिट चाहिँ हो। यो चाहिँ बाहिर निस्किने बाटो फेवातालबाट। अहिले चाहिँ हामी बाहिर निस्किँदैछौँ। यहाँ चाहिँ गली रहेछ सानोबाट, यहाँबाट अब हामी बाहिर मेन रोडमा निस्किँदैछौँ। दामी रहेछ, दामी पोखरा। पोखराको अलगै भाइब छ यहाँ। इट्स ब्युटिफुल। मजा आयो। अहिले हामी सेको खाएर आयौँ। त्यसको चाहिँ मैले फोटो हाल्नु बिर्सेँ।
चाहिँ हामी मेन रोड आइपुग्यौँ। मार्केट हेर्नु सक्नुहुन्छ तपाईँहरूले, कति रमाइलो, कति ब्युटिफुल। के हो त्यो? सुपर हट। ढेँडो कस्तो लाग्यो? सुपर हट। मिठो। चाहिँ रातिको 10:30 भइसक्यो। बढी गरेर आयौँ र म चाहिँ अहिले एकछिन यहाँ बाहिर बसिरहेको छु बाल्कनीमा। सबैजनालाई आजको पोखराको मौसम चाहिँ यस्तो छ, पानी पर्दैछ यहाँ। र अब यहाँ कफी लिएर बसिरहेछ, कफी खाँदैछ। अब एकछिन यहाँ चाहिँ अहिले पानी पर्दैछ मर्निङमा, अहिले चाहिँ के रोक्यो र अब हामी चाहिँ मन्दिरतिर लाग्नु आँटेको। अहिले चाहिँ हामी बाह्रै मन्दिर जाँदैछौँ पोखराको। अलिअलि पानी पर्दैछ, बिहान त बेसी नै पर्दैथ्यो, अहिले चाहिँ अलिअलि रोकेको छ र पनि पर्दैछ, छिटाहरू आउँदैछ। यो चाहिँ फेवाताल जाने रोड हो। फेवाताल चाहिँ उयो हो, फेवाताल फेवाताल आइपुग्यौँ पोखराको। अब हामी त्यो अगाडिको मन्दिर जानेछौँ, बाह्रही मन्दिर। मन्दिर चाहिँ यहाँ जान्छु, यहाँ यो मन्दिर जान्छु म। यो मन्दिर जानुको लागि चाहिँ यस्तो बोटमा चढेर जानुपर्ने हुन्छ। मानकहरूमा यहाँहरू पनि माता सागरको नाममा एउटा दुईटा इन्टर भएको पनि यहाँहरूले आजको दिनमा सेयर गर्न सक्नुहुन्छ। सारङकोट भनिन्छ है। अनि त्यसपछि त्यो माथिको डाँडाको टावर भएको छ, माथि भ्यू टावर छ, सारङकोट हो। त्यहाँदेखि अलिक तल आएपछि त्यो अर्को सानो डाँडा छ, त्यहाँबाट चाहिँ प्याराग्लाइडिङ हुन्छ। र यो माथि लेकको माथि प्याराग्लाइडिङ हुँदै हुँदै पर सिरानमा चाहिँ गएर त्यहाँनिर चाहिँ रोकिन्छ। त्यहाँतिर पनि होटलहरू चल्दै। मेरो भाइले चाहिँ बोटिङ गर्दैछ, बोटिङ आउँदैछ अनि इज इन्जोइङ अ लट। इभन वी आर इन्जोइङ अ लट। You can see the He is now too much conscious. and you can see the view. It's really very beautiful. The lake is beautiful. And we are enjoying हल्का a राख्नु, lot. खुट्टा हल्का राख्नु। And you to enjoy the video. र अब चाहिँ हामी यहाँ होटलबाट चेकआउट गर्दैछौँ। पोखरालाई बाई बाई। अब हामी एउटा मन्दिर जाँदैछौँ माथिनिर। पोखराबाट अब बाई बाई। बाई बाई। स्ट्यागर्ड पर्छ पर्दैन बाटोमा। हेलो गाइज, अहिले चाहिँ हामी कुम्दी कोटमा छौँ र यहाँबाट चाहिँ यो भ्यू देखिरहनु भएको छ। यहाँबाट शिवजीको ठुलो मूर्ति छ
त्यहाँनिर चारवटा फिसको मूर्ति पनि छ। अनि यहाँबाट अझै एउटा भ्यू तपाईँले दामी देख्नुहुन्छ, त्यो चाहिँ हो फेवातालको भ्यू। दिस इज द स्टार्टिङ पोइन्ट अफ फेवाताल। यहाँबाट चाहिँ सबै खोलाहरू आएर यहाँबाट चाहिँ तपाईँको लेक फेवाताल स्टार्ट हुँदो रहेछ। यस परिवारको सुख समृद्धिको कामना व्यक्त गर्दछौँ। फोटो खिचेर काल लाग्यो। अरे उनीहरूको फोन बिग्रेर यहाँ यस्तो अवस्था भइरहेको छ हो। निकाली छोडे बेरिङ छ है माथि भन्ने सिस्टमै त्यस्तो बनाएको। त्यसमा चाहिँ बेरिङ लगाएर चाहिँ सर्दै यो चाहिँ हो गुप्तेश्वर टेम्पल। यहाँबाट भित्र पस्नुपर्छ। गुप्तेश्वर गुफामा पोखराबाट बिदाई लिँदै स्मृतिहरू साँचेर हामी मनोकामनातर्फ अघि बढिरहेका छौँ। फेरि भेटौँला मनोकामना।